हेलो गाइज, गुड आफ्टरनुन, जसले नमस्ते, वेलकम एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। अनि म चाहिँ आज खाजा बनाउनेवाला छ। आउँछ यहाँ त होइन नि त, आमाले भ्याइसक्नु हाम्रो आलु त के भइसक्यो नि आउँछ नि। अनि म चाहिँ खाजा बनाउँछु भनेर हेर्नु खाजा लिएर आएको। गेटको पारा देख्न सक्नुहुन्छ। कोही यहाँ चप्पल फुकाले रेडी अवस्थामा हुनुहुन्छ खानाको लागि। लैने जाउँ, माथि जाने हो के, माथि गएर बनाएर खाने हो। आऊ, यहाँ त घोस्ट आउँछ, घोस्टसँग बस्ने हो। ए भगवान्, यो केटकेटीले त अल्झाउने बोल्झाउने काम बाहेक केही नगर्ने कि। ल अनि म चाहिँ आज खाजा बनाउनु आएको। अनि आमाले पनि बनाउनु आउनुहुन्छ खाजा अनि म पनि बनाउँछु खाजा। मैले चाहिँ अस्ति त्यो रूपा थालु भनेको चाहिँ हेरेँ कि भिडियो, त्यो आलुमा टाउको मिक्स गरेर त्यो क्रन्चीवाला भयो। के गर्नु खदा त्यो मेरो आलु सिटी लाग्दैछ। हाम्रो चाहिँ यस्तो पानी परेछ। आमा बाहिर जानुभयो। कता जानुभयो आमा? हाम्रो चाहिँ झरीमा खाजा बन्दैछ गाइजहरू। बाहिर आऊ है, भित्र अहिले हात छुँदाखेरि। हाम्रो चाहिँ आफ्नो स्टाइलमा खाजा बन्दैछ गाइजहरू। मैले चाहिँ बनाउँदैछु यहाँ आलु प्याज अनि ऊ हालेर बनाउँदैछु। म चाहिँ के अरे त्यो मैले भने रूपा थारूमा देखेको भनेर। अनि यो चाहिँ हो आमाले बनाउनु लानुभएको खाजा। मैले चाहिँ कस्तो खाजा बनाउँछ भनेको, कस्तो खाजा भइदियो भने के हो यो, यस्तो यो छ्या भएन नि त मेरो त। अनि मैले चाहिँ फाल्न माला म चाहिँ यति खाँदैछु छु गाइजहरू। एकै ठाउँमा उच्च भएन तर मिठो चाहिँ मिठो भयो। तर यो टाँसिएन क्या आलुचपहरू जस्तो। झरीमा झन् मिठो बनाएर खानु हुँदैन। लानी लाऊ मिठो है किन डल्यो भनेको त्यसरी। अहिले मलाई हात धोइदिने के अरे पस्नु चिल्लाएर हाल्नु त त्यसो। ए घोस्ट चल टिपेर खा, बाहिर खा। नानी भाइ किन मागिरहेको? हेलो गाइज भन् के खाएको रामले भन्दै त चप्पल कस्तो भन्ने हो नि त। फेरि गाईलाई छेकेर बस्नु हुन नि त। तातो छ नि त यता उठाउनु टाउको लौकी मिठो चाउचा खाना आउला हेरे।
यम्मी यहाँ आएर काइजलाई भन्दै यम्मी छ भनेर गाइजलाई भने यम्मी छ भनेर एउटा कुडोको भाँडामा हाल्नु टिकेर हक्नु नखाला त्यसै भने छि तपाईँको भिडियो बनाइदिन्छु गुलियो भयो तर यो चाहिँ राख्नु पर्यो अब यसलाई भोलि म पानीपुरी ल्याउँछु तलबाट पानीपुरी ल्याएर अनि बनाएर खाने यस्तो पानीपुरी सो गाइज हेर्नु न तपाईँहरूकोतिर कस्तो छ मौसम अनि हाम्रोतिर चाहिँ हेर्नु न यस्तो अघि उतिनखेर पानी परेको थियो होइन अहिले फेरि उतिनखेर यस्तो चर्को घाम लाग्छ नि हेर्नु न कस्तो घाम चर्क्यो अहिले उतिनखेर यो चाहिँ हाम्रो घरबाट देखिने भ्यू हो त्योबाट आएको छ हाम्रो मेन हाइवे म चाहिँ घाँस बोकेर आउँदैछु पानी परेर त्यसै हिजो बनाइदियो सो गाइज म चाहिँ घाँस पनि काटेर आएँ अब एकछिन रेस्ट गर्छु अहिले घाँस सास नि धुन आएँ फेरि एकछिन बल्ल 4:30 भयो अब एकछिन बस्छु म देख्न सक्नुहुन्छ मेरो काम चाहिँ कति निस्किन्छ यस्तो विधि तैँले मलाई हेला गरेको तैँले मलाई हेपेको तर काली भैँसी यहाँ अहिले भर्खर सफा गरेको फेरि यस्तो गरिदिन्छ अनि मस्त लगाएर घाँस खा बस्छु म चाहिँ मैले चाहिँ लामो लामो भिडियोहरू बनाउँछु भनेको त्यत्तिकै भइराख्यो अनि मलाई चाहिँ आज अलिक सन्चो नभए जस्तो भयो पेट दुखान यस्तो नराम्रो पेट दुखा मलाई जहाँसम्म लाग्छ कि कतै मलाई पत्थरी हुने त लक्षण त होइन जस्तो मलाई लागिरहेको छ गाइजहरू अनि म चाहिँ छु पोपोमा अनि मेरो एक्स्ट्रा फोन चाहिँ के को भने यो चाहिँ मेरो छोरीहरूको फोन हो अनि मेरो चाहिँ दिदीले गिफ्ट आनिदिएछ कि म चाहिँ भोलिबाट रिसिभ गर्नु पर्यो गाइजहरू अनि यस्तै छ कि के गर्ने यस्तो पेट दुखाएर भन्नुहुन्छ नि मोमो आँटिसक्यो म अनि मैले अब भिडियो बनाउँछु त्यस्तै हुन्छ पानी पर्छ के पर्छ माथि गयो आज फेरि मलाई सन्चो नहोला जस्तो मैले भिडियो कन्टिन्यू गर्न पाइनँ अनि के यो युट्युबमा युट्युब चाहिँ मलाई गाह्रै लाग्यो कि किनभने यो वाच आवरै बढ्दैन जस्तो तरिकाले भिडियो ल्याउँछु भने पनि हुन्न के गर्नु होला मैले कसरी वाच आवर बढाउनु लगाएको छु प्लिज भनिदिनु होला मलाई चाहिँ छोरीहरू सुतिसक्नु भयो बिचरा आज दिनभरि नसुतेको यस्तो बच्चा बिहान उठेर अनि आज जसले भुक्कै सुतिसक्ने छोरीहरू अनि म पनि यता त्यता गरेर छिटो गरेर सुत्छु भन्ने छु आज चाहिँ मलाई आज अलिक गाह्रो भए जस्तो भएको छ मैले त्यहाँलाई स्टार्ट गर्नु पर्दैन अहिले बल्ल कन्टिन्यू गरेर इन गर्न लागिरहेको छु कि मैले तातो छ नि त त्यही भएर नि त मम्मीले सेली गरेको है पाउन ल थापिरह दिदीलाई दिइसकेँ मैले बिस्तारै खाउँ बिस्तारै यस्तो छ हेर्नु न मैले चाहिँ बिहान इन गर्दैछु ब्लग चाहिँ बाहिर चाहिँ यस्तो छ अहिले 5:30 भइसक्यो गाइजहरू गुड मर्निङ भनेको
अब सक्यो है यहाँ राखेर सक्यो हस् हस् यहाँ सक्यो है अब खाने गिलास यहाँ राख्ने यहाँ के गर्नु सक्यो हस् हस् साने सक्यो ल नुन गर्नु जानु साथनामा खै नाना खै ल जाऊ नानामा जाऊ सुत्नै छ कि अझै निन्द्रामा उठेर चिया खायो कि गुड डे भनिदेऊ न गुड नाइट साना सिरानीमै सुत्थ्यो कि रहेछ नानीले सो गाइस मैले चाहिँ हिजोको भिडियो अहिले इन गर्दैछु अनि चाहिँ बिहानको 5:30 बजिसक्यो अनि मैले चाहिँ सानो छोरी उठेर मसँग फोटो लगाएर आएर अहिले चिया खाएर सुत्नु भएको छ तिमीलाई चाहिँ म एकछिन रेस्ट गर्छु अनि बाहिर चाहिँ कलेज जाने केटाहरू बुझ्छ भाइहरू सो सी यू भिडियो गाइस बाई थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो प्लिज लाइक सेयर एन्ड सब्सक्राइब